नमो बुद्धाय। श्रीलेखामा नागार्जुन भन्नुहुन्छ, नहि शत्रु परलोके न मित्रम नापि कश्चन स्वचित्तम हि मनुष्यणम मित्र शत्रु विनिर्णय। अर्थात संसारमा न कोही जन्मजात शत्रु हुन्छ न कोही जन्मजात मित्र। मानिसको आफ्नै चित्तले मित्र र शत्रु निर्धारण गर्दछ। त्यसैगरी सुख दुःखको जड बाहिर होइन भित्र छ। श्लोक 84। अनित्यम सर्व संस्कारम दुःखम सर्वमिदं स्मृतम निरात्मा सर्वधर्मश्च एषा बुद्धानुशासना। अर्थात सबै संस्कार अनित्य छन्, सबै कुरा दुःख स्वरूप छन्, सबै धर्म निरात्मा स्वभाव शून्य छन्। यही बुद्धहरूको उपदेश हो। त्यसैगरी श्लोक 85 मा भन्नुहुन्छ, एव पश्यन् सदा प्रज्ञा संसारम नाभिनन्दति न च निर्वाणमा काङ्क्षेत मध्य मार्गे व्यवस्थित। अर्थात यसरी यथार्थ देख्ने प्रज्ञावान व्यक्तिले संसारमा आसक्त हुनुहुँदैन र निर्वाण प्रति पनि लोभ गर्दैन। ऊ मध्यम मार्गमा स्थिर रहन्छ। भवतु सर्वमङ्गलम्।